यो मेरो सुन्दर गाउँ धादी गङ्गा जमुना गाउँपालिका वडा नम्बर 3 हो। मेरो गाउँ बस्ती हो, एकदम सुन्दर ठाउँ छ। यहाँबाट देखिन्छ गणेश हिमाल र अरू गाउँहरू देखिन्छ। छिलाङ गाउँ, दार्खा गाउँपालिका यो मेरै गुम्दी गाउँपालिका वडा नम्बर 3 को गाउँहरू हो। कति राम्रो मनोरञ्जन दृश्य भएको ठाउँ हो। तर यस्तो ठाउँलाई छोडेर पनि बाध्यताले म तराईको ठाउँमा बस्न गइरहेको छु। तर किन होला, समयले परिस्थितिले गर्दा त्यस्तो ठाउँमा पुग्यो। यस्तो सुन्दर आनन्द रमाइलो शान्त वातावरण ठाउँलाई छोडी म एउटा ठाउँमा बस्न पुगेको छु। सुविधा हुन्छ सर। तर उहाँ चाहिँ किनकि अब हस्पिटलहरू राम्रो सुविधा, स्कुलहरू सुविधा छ, त्यो कारणले गर्दाखेरि बाध्यताले हामी यस्तो ठाउँलाई छोडेर जानुपर्ने परिस्थितिले गर्दा यस्तो ठाउँलाई छोडेर गएको छु। तर पनि के होइन, आफ्नो जन्मथलो यति सुन्दर ठाउँ छ कि हिमाल देखिन्छ। यहाँ बसेर कफी खान कति आनन्द लाग्छ। घरहरू त्यस्तै सुन्दर छ, ठाउँ त्यस्तै सुन्दर छ। हिउँ पर्छ यो डाँडामा अब मकिरपुरतिर। अब घुम्ने ठाउँ त्यस्तै छ, वातावरण त्यस्तै छ। यहाँका हाम्रा बासिन्दाहरू, हाम्रा जनताहरू पनि त्यस्तै छ। सबै मिलनसार छ। यहाँ सुविधा नभएको के छ र सबै छ। समुदाय भवनहरू यस्तो छ, यति ठुलो छ, यस्तो राम्रो छ। के गर्नु अब, यस्तो ठाउँलाई छोडेर पनि माया मारेर पनि हामी के गर्ने, तराईको ठाउँमा जानु परेछ। के गर्ने, यहाँ एउटा असुविधा के छ भने अब स्कुलहरू अलिकति बोर्डिङहरू स्कुलहरू छैन, ब्याङ्कहरू अलिकति छैन। छन त छ स्कुल, बोर्डिङ स्कुलहरू, तर पनि अलिकति न्यून स्तरकोमा छ। त्यही कारणले गर्दाखेरि हस्पिटलहरू ठुल्ठुलो हस्पिटल छैन। काठमाडौँ जानुपर्छ, चितवन जानुपर्छ। त्यो कारणले गर्दाखेरि हामी यस्तो मनोरञ्जन दृश्य आफ्नो जन्मथलो ठाउँलाई छोडेर तराईमा बस्न जानु परेको बसिरहेको छु। धन्यवाद।